नमस्कार। आज हामी चाहिँ प्रदेश नम्बर 1 मा पर्ने चाहिँ धार्मिक स्थल भन्ने गरिन्छ। यो चाहिँ धरतीको पहिलो चाहिँ के छ, पृथ्वीको पहिलो चाहिँ यो के हो त भन्दाखेरि धार्मिक स्थल भनेर मान्ने गरिन्छ। यहाँ विष्णु भगवानको चाहिँ सुँगुरको अवतार लिएर पृथ्वीलाई बचाउने क्रममा सुँगुरको अवतार, सुँगुरको नाकमा चाहिँ पृथ्वीलाई अड्याउनु भएको थियो भन्ने धार्मिक विश्वास गरिएको छ। र यहाँनिर हामी आएका छौँ। यहाँ भक्तजनहरू देख्नुहुन्छ तपाईँले। भन्ने गरिन्छ यो ढुङ्गा चाहिँ एउटा विष्णु भगवानको अवतारको रूपमा मानिन्छ। यो ढुङ्गालाई चाहिँ, यो ढुङ्गामा चाहिँ के छ त भन्दाखेरि सास नफेरी उचाल्न सक्यो भने चाहिँ, त्यसमा चाहिँ 3 पल्ट उचाल्न सक्यो भने पापबाट मुक्त पाइन्छ भन्ने विश्वास गरिएको छ। त्यस कारणले तपाईँलाई म देखाउँदैछु, आउनुहोस् यहाँ हेरौँ कस्तो छ त। ल यहाँ हेर्न सक्नुहुन्छ, यो ढुङ्गालाई पनि देखाइदिनु होला तपाईँले है। यही ढुङ्गा विष्णुको अवतार मानिन्छ। सास नफेरी 3 पल्ट उचालियो भने चाहिँ यसलाई चाहिँ पापबाट चाहिँ मुक्त हुन्छ भन्ने विश्वास लिएको छ। हेर्नुहोस् एउटा भाइले गर्दैछ कतिको। ल हेर्नु होला है। 1 2 3 ल हाम्रो चाहिँ जसले पाप गरेको छ उचाल्न सकिँदैन भन्ने विश्वास गरिएको छ है। यहाँ चाहिँ 1 2 3 ल है। कति रमाइलो ठाउँ छ। यहाँ पनि यसलाई हामी बारा क्षेत्र भन्छौँ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले, बारा क्षेत्रमा भक्तजनहरूको पनि भिड लाग्ने गर्दछ। यहाँ चाहिँ कुम्भ मेला पनि लाग्छ, प्रत्येक वर्ष कुम्भ मेला पनि लाग्ने गर्दछ र धेरै भक्तजनहरू चाहिँ नुहाउन आउँछन्। यहाँनिर तल चाहिँ कोशी नदी छ। कोशी नदी र यहाँ कोक्रा नदी, दुईवटा नदीहरू चाहिँ मिक्स भएर चाहिँ हाम्रो चाहिँ बारा क्षेत्र धाम बनेको छ। र यो नदी चाहिँ तपाईँलाई थाहै छ नेपालको सबैभन्दा ठुलो नदी पनि मान्ने गर्छौँ। र यसमा चाहिँ यो चाहिँ कहाँबाट बगेर आउँछ त भन्दाखेरि चाहिँ यो तिब्बतबाट बगेर आउने नदी हो। त्यस कारणले यहाँ चाहिँ धार्मिक स्थलहरू राम्रो भएको कारणले भक्तजनहरू इन्डियाबाट पनि आउने गर्दछन्, विदेशहरूबाट पनि आउने गर्दछन्। तपाईँहरू पनि यो बारा क्षेत्र घुम्न चाहनुहुन्छ भने कार्तिक महिना र चैत्र महिनामा चाहिँ नुहायो भने सबभन्दा मुक्ति पाइन्छ भन्ने पनि विश्वास गरिन्छ। त्यस कारणले तपाईँहरू पनि आएर यो ढुङ्गाहरू उचालिदिनु होला र आफूले पनि यो उचालेर आफ्नो पापबाट मुक्त हुनु होला भन्ने विश्वास लिएछु। हस् त, नमस्कार। ए होइन, त्यो आवाजै कम आउँछ। हजुर ए म ल बोल्नु त्यो भइरहेको छ रेकर्ड। काट्नु पर्ने, त्यो काट्नु।